राजीनामा किन दिनुहुन्न उहाँ? किन दिने राजीनामा? किन नदिने? मुछेपछि दिनु पर्दैन? हिजो उहाँले रवि लामिछाने गृहमन्त्री भएर यसरी बसेको बेलामा कुनै पनि मन्त्रीका विरुद्धमा प्रश्न उठ्न साथ राजीनामा दिनुपर्छ भने होइन? रवि लामिछानेलाई भने। अनि के रमेश लेखकले चाहिँ दिन नपर्ने? के युवराज शर्माले रवि लामा त खेत गर्न ठेक्का लिएको छ? राजीनामा दिनुपर्छ। राजीनामा दिँदैनन् भने केपीले चाहिँ त्यसलाई चाहिँ आउट गर्दैन भने सर्वोच्चमा गएर केपी ओलीलाई लडाइन्छु म। बिजेपी भिसामा मान्छे बेच्थ्यो, डक्कली भुटानी बनाएर बेच्थ्यो मान्छेलाई। राजीनामा दिएर आऊ भाइ फिल्डमा, राजीनामा दिएर आऊ अनि कुरा हुन्छ। किर्तिपुरको डाँडामा गएर 5-7 लाख कमाउने भन्थे, दिनमा यहाँ 50 लाख कमाइ हुँदो रहेछ होइन? यो अचम्मको कुरा छ। यो यत्रो 50 लाख कमाइ हुँदो रहेछ, त्यो डाँडामा को जान्छ भने? डाँडामा ल्यापटप बोकेर को जान्छ? बेकारमा मान्छेलाई 5 लाख कमाइ हुन्छ भनिदिने, उता अल्मा ल्याउने। अब यो त दिनको चाहिँ 50 लाख हसुर्ने गगन र विश्व प्रकाशहरू बोलिरहेका छैनन्। यिनलाई लाज लाग्नुपर्ने हो। यिनलाई यी मरेका छन् कि जिउँदा छन्?